भारतले दियो बालेन सरकारलाई धक्का। नेपाली चिया भारत छिर्न पाएन, किसान मर्नु र बाँच्नु। नेपाली अर्थोडक्स चिया निर्यातमा भारतले नयाँ प्राविधिक अवरोध खडा गरेपछि इलामका चिया उद्योग र किसान गम्भीर सङ्कटमा परेका छन्। भारतको गुणस्तर परीक्षण सम्बन्धी नयाँ व्यवस्थाका कारण ठूलो परिमाणमा नेपाली चिया रोकिएपछि इलामको सूर्योदय नगरपालिकाका 53वटा चिया उद्योगले असार 1 गतेदेखि कारखाना बन्द गर्ने निर्णय गरेका छन्। चिया उद्योग बन्द हुने निर्णय गरेसँगै कम्पनी 3000 किसानको जीविकोपार्जन सङ्कटमा परेको बताउँछ। सूर्योदय नगरपालिकामा मात्रै 2995 किसानले चिया खेती गर्दै आएका छन्। नगरको 33655 रोपनी क्षेत्रफलमा फैलिएको चिया बगानबाट वार्षिक करिब 2 करोड किलो हरियो पत्ती उत्पादन हुने गरेको छ। उद्योगीका अनुसार भारतीय बजारमा बिक्रीका लागि पठाइएको 2 लाख किलो भन्दा बढी तयारी चिया कोलकातामा गोदाममा थन्काइएको छ। त्यसबाहेक नेपालभित्रै विभिन्न उद्योगका गोदाममा 10 लाख किलो भन्दा बढी चिया थन्किएको अवस्था छ। उत्पादन जारी रहे पनि निर्यात रोकिँदा उद्योगको भण्डार क्षमता भरिएका छन् भने किसानबाट खरिद गरिएको हरियो पत्तीको भुक्तानी दिन समेत कठिन भएको उद्योगीको भनाइ छ। सूर्योदय अर्थोडक्स डी प्रोड्युसर एसोसिएसन नेपालले जारी गरेको विज्ञप्तिमा ती चिया बिक्री हुन नसकेपछि उद्योग सञ्चालन असम्भव भएको उल्लेख गर्दै असार 1 गतेदेखि सम्पूर्ण उद्योग बन्द गर्ने निर्णय सार्वजनिक गरेको छ। उद्योग बन्द हुँदा किसानको बगानमा रहेको चिया टिप्न नपाइने र बोटमै खेर जाने जोखिम छ। नेपालमा अहिले फर्स्ट फल्स अर्थात् पहिलो टिपाईको चिया बिक्री हुने मुख्य सिजन हो। यही समयमा भारतले लागू गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोड्युसर एसओपीले नेपाली चिया उद्योगलाई झन ठुलो समस्यामा पारेको छ। भारतीय चिया बोर्डले मे 1 देखि लागू गरेको व्यवस्था अनुसार अब चियाको गुणस्तर परीक्षण सरकारी प्रयोगशाला मार्फत गर्नुपर्नेछ। यसअघि निजी प्रयोगशालाको प्रतिवेदन मान्य थियो। उद्योगीहरूले गुनासो अनुसार पहिले प्रत्येक गाडीको नमुना परीक्षण हुने गरेकोमा अहिले प्रत्येक बोराको परीक्षण गर्नुपर्ने व्यवस्था लागू छ। यसले निर्यात प्रक्रियालाई अत्यन्त ढिलो र खर्चिलो बनायो। परिणामस्वरूप नेपाली भन्सार पार गरेर भारतीय बजारसम्म पुगेको चिया समेत बिक्री हुन सकेको छैन। यसैबीच इलाम 2 का सांसद सुवाङ नेमवाङले चिया निर्यातमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्। उनले नेपाली चिया क्षेत्रमा उत्पन्न सङ्कटप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उच्च स्तरीय कूटनीतिक पहल आवश्यक रहेको बताउँछन्। नेमवाङले जारी गरेको वक्तव्यमा चिया किसानको जीवन नै सङ्कटमा परेको उल्लेख गर्दै चियाको पातले प्रशासनिक प्रक्रिया र कूटनीतिक पत्राचार पर्खिँदैन भनेका छन्। उनका अनुसार आजको ढिलाइले किसानको वर्षभरिको मेहनत, उद्योगको लगानी र हजारौं श्रमिकको रोजगारी जोखिममा परेको छ। प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावास मार्फत तत्काल कूटनीतिक पहल गर्न रोकिएको चिया निकासी खुलाउन माग गरिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट वार्षिक 70 लाख किलो भन्दा बढी अर्थोडक्स चिया निर्यात हुने गरेको छ। त्यसको करिब 90% हिस्सा भारतीय बजारमा निर्भर छ। यही निर्भरताका कारण भारतीय अवरोधले नेपाली चिया उद्योग र हजारौं किसानलाई मर्नु र बाँच्नुको अवस्थामा पुर्याएको छ।